अहिले हाम्रो नयाँ सरकार जुन चाहिँ यो फागुन 21 को चुनावपछि जनमतबाट प्राप्त भएको अभिमतले ठुला पार्टी झन्डै झन्डै 2/3 बहुमत लिएर बनेको यो नयाँ सरकारलाई गठन भए लगत्तै चीनको प्रधानमन्त्रीले चाहिँ शुभकामना सन्देश पठाइसक्नु भएको छ। त्यसैगरी चिनिया परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो सरकारलाई नवगठित सरकारलाई चीनको पूर्ण रूपले समर्थन, सहकार्य र विकासमा साझेदारी गर्ने लगायत चीनको BRI सम्बन्धी परियोजनाहरूलाई पनि अगाडि बढाउने प्रतिबद्धता जनाइसकेको चाहिँ छ। र अहिले तपाईले सोधे जस्तो कुन हिसाबले हेर्छ भन्दाखेरि चीनले सधैँ पनि एउटा छिमेकी मुलुकको हिसाबले होस् अथवा हाम्रो प्राचीन युगदेखिको हाम्रो दुईटा देश सम्बन्धको मित्रताले होस्, चीनले चाहिँ नेपाललाई सधैँ नेपालको शान्ति, सुव्यवस्था र विकासमा चाहिँ हातेमालो गरेर सहकार्य गर्ने चाहिँ प्रतिबद्धता जनाएको छ र यसले निरन्तरता यो सरकारलाई पनि दिएको छ। सहजता लिएको छ। हजुर, सहजता पक्का पनि लिएको छ। BRI अगाडि बढ्ला र अब हेर्नुहोस्, BRI का परियोजनाहरू त बढिसकेको छैन। BRI मा चाहिँ सन् 2017 मा 1917 मा चाहिँ हामीले BRI मा हैन 1917 भन्नाले चाहिँ 2017 सालमा चाहिँ हामीले चाहिँ BRI मा सहमति जनाइसकेको हाम्रो मुलुकले त्यो बेलाको तत्कालीन सरकारले चाहिँ त्यसमा हस्ताक्षर गरिसकेको छ। र आउँदाखेरि अहिलेसम्म आउँदाखेरि BRI को परियोजनाहरू चाहिँ नेपालमा सुरु भइसकेको अवस्था चाहिँ छैन। किनभने यो एउटा कुरा नेपालको अर्थतन्त्र र नेपालको राजनीति चाहिँ सधैँ अस्थिरता देखिने र बेला बेलामा चाहिँ सरकार चाहिँ चेन्ज भइरहेको अवस्थाले गर्दा पनि यसलाई BRI चाहिँ कन्टिन्युटी दिन नसकेको जस्तो मलाई लाग्छ। र ऋण र अनुदानमा कन्फ्युज भएको छ नि त नेपाल सरकारले। उहाँहरूले चाहिँ ऋणै दिने भन्नुभएको हो, त्यो कारणले पुरो मिलेन भन्ने छ नि हैन। अब यो विभिन्न कुरा छ हेर्नु, BRI भनेको चाहिँ बेल्ट एन्ड रोड इनिसिएटिभ हैन। अब वान बेल्ट वान रोड भन्ने चाहिँ चिनिया भाषामा चाहिँ उ गर्दाखेरि ट्रान्सलेट गर्दा वान बेल्ट वान रोड हुन्छ भन्ने हुन्छ। यसको खास हामीले BRI के हो भन्ने कुरा बुझ्नुपर्छ। जसरी सिल्क रोड रेशम मार्ग थ्रु चीनले प्राचीन युगमा चाहिँ व्यापार गर्थ्यो संसारैभरि, त्यही अवधारणालाई चाहिँ अहिलेका महामहिम राष्ट्रपति सी जिनपिङले ल्याउनु भएको यो अवधारणा हो। यसको अर्थ के छ भने BRI बेल्ट एन्ड रोड इनिसिएटिभले विभिन्न देश हैन 100 भन्दा बेसी देशहरूलाई त त्यसलाई जोड्ने र त्यसको मार्फत चाहिँ व्यापार गर्ने हो। तपाईहरुले सबभन्दा पहिला के बुझाउनु पर्छ भने हाम्रो दर्शकहरूलाई चाहिँ बेल्ट एन्ड रोड भने चाहिँ एउटा परियोजना हैन, बहुआयामिक परियोजनाहरू चाहिँ BRI थ्रु गरिन्छ। हेर्नुस्, त्यसमा तपाईले भने जस्तो ऋणमा पनि, ऋण भने के भने तपाईले व्यापार गर्दाखेरि तपाईले ठुलो व्यापार गर्नुभयो भने त तपाईसँग पुँजी त्यति हुँदैन नि, हुन्छ र हामी ब्याङ्कसँग लोन लिएर हामी गर्छौँ नि हैन, ऋणै लिनुपर्छ। ठुलो काम गर्दाखेरि तपाईको ऋणै हुन्छ। एउटै कुरा के हुन्छ, इन्ट्रेस्ट कति हो भन्ने कुरा, ब्याज दर कतिमा तपाईलाई, तपाईलाई सुलभमा ब्याज दर दिन्छ या त मलाई महँगो ब्याज दर लिन्छ हो, त्यो नै हेर्ने हो। हेर्नुस्, हामीले BRI को प्रोजेक्ट उसले प्रपोज अथवा हामीले गर्यो भने हामीले तिर्न सक्ने र लिन सक्ने हामीले लिने हो हैन। ऋण पनि भनौँ न त, ऋणमै भने लिन्न भने त उसले जबरजस्ती हामीलाई यो ऋण लि भनेर दिन्छ र हामी लिन्छौँ र लिँदैनौँ नि, त्यही कुरा। त्यसरी एउटा साधारण तरिकाले हामीले यदि हामीसँग त्यति पुँजी छैन र हामीलाई पूर्वाधार हामीलाई गर्नु छ भने हामीले BRI मार्फत हैन, BRI लाई फन्डिङ गर्ने ब्याङ्कहरूले, चिनिया ब्याङ्कहरूले पैसा लगानी दिन्छ। त्यसको लागि नेपाल सरकार ग्यारेन्टी बन्नु पर्यो। ठीक छ, त्यसो भए तपाईँ एक विज्ञको हिसाबले के नेपाल चाहिँ अब म तपाईँलाई नै सोध्छु कि नेपालको विकास पूर्वाधार बनाउनु ठिक छैन भन्नु न, कि हामीलाई यही बाटोघाटो ठिक छ त, हामीलाई यही बाटोघाटो ठिक छ त, हामीलाई यही पुल झोलिन के अरे त्यही टुन चढेर चाहिँ कर्णाली पार गर्न ठिक छ र कर्णाली पार गर्दा गर्दा खसेर मर्नु ठिक छ र हामीलाई
हामीलाई सुरुङ मार्ग चाहिएन, हामीलाई रेल मार्ग चाहिएन होइन, हामीलाई पनि चिल्दा विदेशको जस्तो चीनमा जस्तो भारतमा जस्तो ठुल्ठुलो बाटो हामीलाई चाहिएन। त्यसै गरी हामीलाई ठुल्ठुला एयरपोर्ट इन्टरनेसनल एयरपोर्ट चाहिएन। यदि हामीले समृद्धि भौतिक रूपमा लाने हो भने ती कुराहरू पक्का पनि कुनै पनि विकासोन्मुख देशहरूमा डेभलपिङ कन्ट्रीहरूमा त त्यो कुराहरू चाहिन्छ, किनभने त्यो बेसिक हो होइन, पूर्वाधार चाहियो। त्यसको साथ हाम्रो समाजमा शिक्षा स्वास्थ्य होइन ती कुराहरू पनि अन्तर्गत पर्छ हेर्नुहोस् होइन। तर पूर्वाधारै हेर्छ नेपालमा सबैले मैले चिनेहरू आएपछि हेर्ने कुरा नेपाल एकदम राम्रो छ, प्राकृतिक रूपले राम्रो छ भन्छन् उनीहरू हेर्न आउने नि त्यही हो प्राकृतिक रूपले। तर जुन चाहिँ हाम्रो जनजीवन हाम्रो जुन सहर भनेर सहर जस्तो छैन हेर्नु होइन, बरु गाउँ राम्रो छैन नेपालमा। गाउँ चाहिँ गाउँको टिपिकल छ हेर्नुहोस् गाउँहरू होइन, तर सहर चाहिँ एउटा प्लान सिटी कहीँ पनि छैन होइन। अहिले पछिबाट केही बाटाहरू होइन, अब केही विदेशी अनुदानले बनेका केही बाटाहरू अलिकता राम्रो तरफको अलिअलि छोटाहरू देखिया छ। यो काठमाडौँकै रिङ रोड चिनले बनाइदियो हेर्नुहोस् होइन, आजभन्दा लगभग 50 वर्ष अगाडि बनाइदिएको एउटा एउटा रिङ रोड थियो होइन, त्यसलाई पनि आधी अहिले बनाइदिएको छ, आधी बनाउने चरणमा छ। यही एउटा रिङ रोड यो हाम्रैतिर सुस्तीले अब हाम्रो किनभने ढल होइन, बिजुलीको पोल र मेन त अझ मान्छेको दर्ता गरे पर्सनल जग्गाको मुआब्जाको कुराहरूले रोकिन्छ। त्यही भएर यस्तो खाले सिस्टम भएको देशमा जहाँ चाहिँ जग्गाको धनी राज्य नभएर मान्छे हुन्छ नि, त्यस्तो ठाउँमा विकास गर्न सधैँ गाह्रो हुन्छ। यो नेपालको जग्गा भनेर त राष्ट्रको हुनुपर्ने हो नि होइन, तपाईँ हाम्रो त होइन होला, तपाईँ हामी त त्यसै नेपालभित्र भएपछि त नेपाली भइहाल्यो नि त होइन। तर हामीले यसलाई चाहिँ के गरेको छ पर्सनलाइज गरेको छौँ कि यो मेरो सम्पत्ति हो, म 1 इन्ची पनि छोड्दिनँ भन्ने जुन कुरा तपाईँलाई त्यो ओनरसिपले गर्दाखेरि चाहिँ ठुला बाटाहरू यो गल्लीहरू ठुलो बनाउनलाई गाह्रो पर्ने होइन। र उनीहरू चाहिँ आफ्नो राइट्स लिएर चाहिँ अदालत जाने, सर्वोच्च जाने, अनि सर्वोच्चले चाहिँ होइन तपाईँलाई जिताएर तपाईँको त्यो बढाउन नदिने, किनभने तपाईँको राइट्सको पनि त्यो पनि न्याय कानुनहरू छ। त्यही भएर समग्रमा भन्दा खोज्दा मैले यो सहरीकरणलाई सहरलाई चाहिँ विकास गरेर अथवा अरू देशको जस्तो ठुला बाटो विकास गर्ने हो नि बिआरआई ठीक छ, बिआरआई ल्याउनु पर्छ। बिआरआईले के चाहिँ नराम्रो गर्छ र नेपालमा आएर तपाईँले सुन्नु बिआरआई ल्याउनु किन पर्दैन, बिआरआईबाट युज गरेर हेर्नुहोस् जसले तपाईँलाई थोरै न्यूनतममा होइन तपाईँलाई धनराशि तपाईँलाई दिएर तपाईँको काम गर्छ भनेदेखि तपाईँ छ हामी सक्षम छौँ भने नलिउँ न। यो त कुनै पनि यो एमसिसी जस्तो प्रोजेक्ट होइन कि जबरजस्ती गरे प्रोजेक्ट होइन होइन। एमसिसी पनि एउटा परियोजना भयो ट्रान्समिसन लाइनको होइन, त्यो चाहिँ तपाईँलाई कसै दबावमूलक भयो, त्यही पनि तिमीले त्यो पनि संसदबाट पास गरेर कसैले सहयोग गर्ने हो। एमसिसी त अब हामीले फिर्ता गर्ने त त्यो त होइन, त्यही पनि नेपाल सरकारको पनि 40% सेयर छ भने हामीले सुनेको छौँ, 60% चाहिँ अमेरिकन सरकारको भन्ने हामीले सुनेका छौँ होइन। तर त्यो त एउटा होइन ट्रान्समिसन लाइनको भनिएको छ, त्यसमा विभिन्न प्रावधानहरू छन् जुन चाहिँ तत्कालीन संसदले चाहिँ सबैले टेबल ठोकेर पास गरेका हुन्। बिआरआईलाई त टेबल ठोकेर पास गर्नुपर्ने छैन। तपाईँलाई चाहियो तपाईँको राष्ट्रमा तपाईँलाई भौतिक पूर्वाधार गर्न, तपाईँलाई अरू ठुला परियोजना गर्न चाहेर धनराशि चाहिएको छ भने तपाईँले साइन गरिसक्नु भएको छ बिआरआईमा, तपाईँको देशलाई बाटो खुल्ला छ, चाहिन्छ लिनुहोस्, चाहिँदैन नलिनुहोस्। जबरजस्तीको कुरा आकाश जमिनको फरक छ। अब त्यसै हेर्नु एमसिसी सैन्य रणनीतिसँग जोडिएको छ तपाईँको देशमा। भोलि तपाईँको हिसाब तपाईँको हाम्रो अर्थ मन्त्रालयले हेर्न पाउँदैन, उनीहरूको आफ्नै एकाउन्टिङ सिस्टम छ होइन। भोलि त्यो परियोजनालाई तलमाथि भएको ठाउँमा उहाँहरूको सुरक्षा कर्मी समेत आउन सक्ने प्रावधान छ भनेदेखि बिआरआई त त्यस्तो छ र कहाँ छ त्यो छैन। त्यही भएर बिआरआई भने नितान्त एउटा व्यापारिक प्लस एउटा भनौँ न कुनै पनि राजनीतिक जोडिएको छैन त्यसमा होइन, राजनीतिक रणनीति छैन। जुन कुरा चाहिँ हामीले एमसिसीमा चाहिँ देख्छौँ त्यति नै फरक हो। अब जस्तो भदौ 23 र 24मा टिओबी पनि परिचालन भएको होइन, त्यसबाट चाहिँ अलिकति चाइना सशङ्कित भएको भन्ने कुरा छ क्या, यसलाई कसरी हजुरले निहाल्यो? सुन्नु मैले पनि यो चाहिँ विभिन्न सञ्चार माध्यममा तपाईँहरूकै सञ्चार माध्यममा पनि मैले देखेँ। टिओबी भने त मलाई थाहा पनि थिएन होइन, पछिबाट मैले बुझ्दाखेरि
टिबेटियन ओरिजिनल ब्लड रे होइन। अब कहिले यो मोटरसाइकलको एउटा ग्रुप भन्छन्, कहिले त्यो भन्छन् होइन। साँच्चीकै यो तथ्य के हो त भन्ने कुरा त अझै पनि थाहा छैन, क्लियर छैन होइन। तर टिओबीले होइन, किनभने कति चाहिँ निर्वासित टिबेटियनहरू, म त यहाँ बौद्ध क्षेत्रमा बस्छु, म त यहीँ जन्मेकै, यहीँ हुर्केकै यहीँ होइन, मलाई थाहा छ होइन। भनौँ न केही समय अगाडि 1980 को दशकमा मेरो बुवा यो कर्मचारी हुनुहुन्थ्यो, भन्सारमा कर्मचारी हुँदाखेरि म त तातोपानी भन्सारमा सानैमा हुँदा नि जान्थेँ म त्यहाँबाट। अनि त्यहाँबाट टिबेटियनहरू चाहिँ जाडोको समयमा होइन, त्यो उनीहरू चाहिँ यहाँ बौद्ध आउने। अब यो अहिले हाइटको चौरमा चाहिँ एउटा ठुलो महिला सङ्गठनको चौर थियो होइन, त्यहाँ आएर बस्ने अस्थायी। अनि जाडो छरेपछि उहाँहरू फर्केर जानुहुन्थ्यो होइन। त्यस्तो चाहिँ मैले आफ्नै आँखाले देखेको, मैले सानो त्यो आउने। उहाँहरू गदा घोडामा आउनुहुन्थ्यो, पाला हालेर बस्नुहुन्थ्यो, थिएन। अब त्यहाँ हिँड्दै उहाँदेखि हिँडेरै आउने हो उहाँहरू। यहाँ आउनुहुन्थ्यो, उहाँले ल्याएको केही छुर्पी होइन, मासु, सुकेको मासु उयोहरू बेचेर होइन, राडी पाखी यताउता बेचेर उ गरेर यहाँ व्यापार गरेर उहाँहरू गर्मी लागेपछि फेरि जानुहुन्थ्यो टिबेट। त्यो समय त एसएस थियो त्यो बेला होइन। तर कतिजना यहीँ बस्नुभयो होइन, त्यो टिबेट। पछिबाट चिन चाहिँ जब शक्तिमान हुँदै उदयमान हुँदै आयो, उसले आफ्नो नाकाहरू कडा गर्न थाल्यो होइन। गएका मान्छेहरूलाई भित्र आउन दिएन, सुरक्षाको कुरा अब। गएका देश छोडेर गएका बिना पासपोर्ट गएकाहरूलाई भित्र आउन नदिने भयो। अब निर्वासित त गए, भागे त भागे भन्ने कुराहरू भयो होइन। भित्र आएकोलाई पनि कुनै पनि निश्चित होइन ट्राभल डकुमेन्ट अथवा राजधानी नभइकन विदेश जान पनि नदिने भयो। त्यो कुरा कडाइ गर्नाले चाहिँ अनि कति यहाँ हुनुभयो होइन, कति उहीँ हुनुहुन्छ होइन। त्यही हिसाबले मैले भन्नु खोजेको के छ भनेदेखि फेरि तिब्बतको लागि वर्तमान सरकारले अरू अन्य देशलाई सहयोग गर्ने हो कि भन्ने कुरा त्यो चाइनाको त्यस्तो पाउनु भएको छैन तपाईँ? मलाई त्यो लाग्दैन। यो सरकारले यति बुझिएछ होइन। अब फ्री टिबेट भन्दा नि चिनिया भाषामा यसलाई सिजाङ भनिन्छ, सिजाङै भन्न रुचाउँछ। यो टिबेट भने त यो विदेशीहरूले दिएको नाम हो टिबेट भने। चाइनामा टिबेट भनेपछि कसैले बुझ्दैन। XIG चाङ भन्छ, ZANG सिजाङ भन्छ। सिजाङ भने चिनको एउटा अभिन्न अङ्ग, अटोनोमस रिजन भन्छ, त्यो रिजन हो। जस्तै सिन्जियाङ भनी छ, सिन्जियाङ भनीमा चाहिँ मुस्लिम समुदायहरू छन् होइन। सिजियाङ भनीमा चाहिँ यो के अरे चाङ भने चाङ जातिका मान्छेहरू बस्छन्, चाङजु भन्छ, चाङ जातिका मान्छेहरू। हान जातिहरू तपाईँलाई बेजिङदेखि ठुलो मेन लाइनमा बस्छन्, हान जाति। सबभन्दा चाइनामा त 56वटा माइनोरिटी छ नि, त्यसमध्ये सबभन्दा ठुलो भने हान हो। अब यो चाङ भन्ने, म्याउ भन्ने अरू विभिन्न 55वटा त साना छन्। अब साना भन्दा पनि 10 लाख, अब 1 लाखभन्दा कमकोलाई त उनीहरूले त्यो नै दिएको छैन। एउटा समुदाय भनौँ न, एउटा माइनोरिटी नै दिएको छैन। त्यो त माओकै बेला त्यसलाई चाहिँ अमेन्डमेन्ट गरे हो। नत्र हुन्थ्यो त्यत्रो देशमा त अहिले हजारौँ जाति हुन्थे, त्यसलाई होइन, हजारै हुन्थे नि। तर एउटा सर्टेन उनीहरूले सङ्ख्या तोकिदिनु भयो। यो जातिको यतिसम्म सङ्ख्या भयो भने त्यसलाई चाहिँ हामीले जाति देशको जनजाति मान्ने है भन्ने कुराहरू भयो कि। त्यसले जब चेयरम्यान माओको उदय भयो र नयाँ जनगणतन्त्रको होइन स्थापना भयो, अनि त्यसपछि आएका चेन्जेसहरू हो। उनीहरूले त्यो राष्ट्रिय देशको संरचनामा चेयरम्यान माओले चाहिँ व्यापक रूपमा परिवर्तन गर्नुभयो। त्यही परिवर्तनको बेसमा बसेर आज चिन यो ठाउँमा र यो विकासमा र यो शक्तिमा पुगेको छ। त्यही भएर उहाँहरूको राजनीतिक त्यो जग छ नि, बलियो छ कि र स्टेबल छ, अनि सक्दैन। त्यही भएर आजको दिनमा तपाईँले मलाई भन्न खोज्नु भएको यहाँ टिबेटन आएर अथवा कुनै विदेशी आएर चाहिँ चिनलाई हल्लाउन खोज्छ भन्नु चाहिँ त्यो हामीले भ्रम पैदा गरे। हामीले नेपालीहरूले नबुझ्या बिचारा हौँ हामीले चिनको शक्ति कति छ भने हामी छिमेकी मुलुक भएर नि नबुझेकाहरूले भन्ने कुरा हो। अब बुझेका भएको अब धेरै, अहिले त चिनमा हाम्रो नि हजारौँ स्टुडेन्टहरू पढ्नु भएको छ होइन, लाखौँ व्यापारीहरू गएर व्यापार गर्नुभएको छ। प्रत्येक वर्ष चिनिया सरकार एमबेसीले विभिन्न संस्थाले होइन सयौँको सङ्ख्यामा चिनमा घुमाएर पठाउँछ, चिन देखाएर पठाउँछ। गएका मान्छेले त बुझ्नुहुन्छ, पक्कासँग बुझ्नुहुन्छ कि चिन आजको दिन विश्वको कोहीसँग नि डराउँदैन। चिनले आजको अवस्थामा जोसँग पनि व्यापार गर्न सक्छ, किनभने उसँग उत्पादन छ, स्रोत छ, साधन छ
टेक्नोलोजी छ र पुँजी छ। जस्तो देशमा पुगिसक्यो सबैतिर पुगिसक्यो। अनि आजको दिनमा चाहिँ हाम्रो देशमा आएर विदेशी आएर बुट बजाएर चाहिँ चिनलाई अप्ठ्यारो पऱ्यो भने उसलाई त झन् सजिलो हुन्छ। यहाँ यदि कुनै तपाईँले भन्नु खोजेको के छ भने अमेरिकन सेना आयो के भन्छ उसलाई अमेरिका हान्नुभन्दा त नेपालमा बस्या अमेरिकन सेनालाई हान्न नजिक परेन। उसलाई त आइदियोस् नेपालमा आएर बस्दियोस् ल ठोकेर देखाइदिन्छु। अहिले इरानले जब मिडल इस्टमा अमेरिकन सेनाको गडमा हानेन यहाँ भइसक्यो भने यहाँ पनि हानिदिन्छ। तर एउटा कुरो हाम्रो देश रणभूमि बनाउने कि नबनाउने हुने हाम्रो सरकारको कुरो। यदि हामी असंलग्न परराष्ट्र नीतिमा हामी हिँडेको छौँ पञ्चशीलको आधारमा हामीले परराष्ट्र नीति बनाउँछौँ भने चाहिँ हाम्रो भूभाग कुनै छिमेकी मुलुकको विरुद्ध पनि प्रयोग हुन दिनुहुन्न ताकि हामी असंलग्न परराष्ट्र नीतिले शान्ति क्षेत्र घोषित भएर बस्नुपर्छ। यो देश जुन चाहिँ राजा वीरेन्द्रले पनि गरेका थिए कि शान्ति क्षेत्र घोषणा शान्तिपूर्ण देश भने त्यो भने एकदम रणनैतिक थियो कि हामी शान्ति किन बुद्ध जन्मेको देश हामी होइन दिएन हेर्नुहोस्। तर त्यो कुरा एकदम राम्रो थियो हेर्नुहोस् होइन। यिनीहरूले मान्दैन अरू कतिवटा 100वटा जुन देशले मानिसकेका थिए हाम्रो शान्ति क्षेत्र घोषित नेपाल भनेर शान्तिको देश भने। अनि 50मा त अनि भित्रबाट आगो लगाइदिए माओवादी युद्ध गराइदिए होइन। गृहयुद्धै चल्यो नेपालमा होइन 10-12 वर्ष होइन। हजारौँको सङ्ख्यामा चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पऱ्यो शान्ति क्षेत्र देशमा बुद्धको देशमा के को नाममा परिवर्तनको नाममा। ल परिवर्तन के आयो त आज हेर्नुभयो परिवर्तन आयो कुनै दिन यस्तो परिवर्तन आएको स्कुले बालबालिकाहरू आन्दोलनमा हुमिन जानु पऱ्यो ज्यान गुमाउनु जानु पऱ्यो।